मेरो एरियातिर चाहिँ अलिकति डुबानको जोखिम छ अरे के अनि नोटिसहरू आइसकेको छ होइन अलिकति सुरक्षित ठाउँतिर जाने यताउता भनेर यहाँ छु अब टक्क यहाँबाट जान्छ होइन ताइफु चाहिँ लगभग अब यताबाट आयो भने चाहिँ हामीलाई पनि डेन्जर हुन्छ कि यो पछि चाहिँ म जाने ट्रेन आउँछ होइन अब त्यो पनि आउँछ कि आउँदैन फिक्स नै छैन क्या पानी परेको भएर फेरि भोलि पनि ताइफु आउँदैछ अनि त्यो कुराहरूको चाहिँ लास्टै ल्याङ्छ कि अहिले अनि म केरली भनेर हेरेको त ल केरल त एउटै छैन त बनाउन त अलिकति डेन्जरको कुरा पनि छ होइन अलिकति डर लाग्ने कुराहरू पनि छ Hey guys, good morning everyone. आजको डेट भन्नुपर्दा चाहिँ जुन 26 फ्राइडे बिहानको 11 बजिरहेको छ अहिले चाहिँ अनि खासमा चाहिँ आज म कलेजमा पढिरहेको हुनुपर्ने मान्छे रुममै छु आफ्नै रुममा भर्खरै आएर बसेको अनि आजको भनौँ न जापानको अवस्थालाई लिएर चाहिँ थोरै सेयर गर्न मन लागेको कुराहरू त्यो भएर भिडियो बनाउँदैछु आजको यो भ्लगको सब्जेक्ट हुनेवाला चाहिँ के छ भने अहिले जापानमा रेनी सिजन चलिरहेको छ प्लस ताइफु पनि आउने कुरा छ है ताइफु नम्बर 7 पनि आउने कुरा छ लगभग भोलितिर चाहिँ ओसाकामा आइपुग्छ होला अनि यो कुराहरूलाई लिएर चाहिँ म थोरै सेयर गर्न चाहे मेरो ब्लगको मार्फतबाट अब चाहिँ म सुरु गर्न चाहे आजको बिहानबाट आज बिहानभरि भनौँ न बेलुकैबाट डेन्जर पानी परिरहेको थियो होइन राति डेन्जरै पानी पर्यो एक टाइम म बिउज्यो पानी धेरै परेको भएर अनि पछि फेरि सुतेँ अलिकति ढिलो भयो थियो म बेलुका सुत्ने उठ्ने भएर हतार हतार नुहाएर स्टेसनतिर भाग्दै गएको स्टेसनमा मान्छे थियो होइन अनि के भयो भनेको धेरै पानी परेको कारणले ट्रेन बन्द छ अर्को रुट युज गर्नु होला भने मलाई त्यहाँको एक यिनले स्टेसनको मान्छेले के कारणले लेट भयो भने चाहिँ जस्तै ट्रेन लेट भएको अथवा केही एक्सिडेन्ट परेकोहरू भयो भने चाहिँ प्रुफ चाहिन्छ क्या कलेजमा भनेर चाहिँ मैले प्रुफ मागेँ त्यो मान्छेलाई मलाई पेपर चाहिन्छ कलेजमा बुझाउनलाई भनेको त्यो मान्छे पेपर दिए पेपर लिँदा साथ म भागेँ बसनिर होइन बस चाहिँ लाइन लागिरहेको थियो होइन बस चाहिँ टन्नै लाइन लागिरहेको थियो अनि म गएँ बस चढेपछि चाहिँ मैले बल्ल फोन खाकुनी गरेँ कि अब क्लास टिचरलाई इन्फर्म गर्नुपर्छ नि त म लेट हुन्छ भनेर अनि ठ्याक्क इन्फर्म गरेँ मैले ठ्याक्कै इन्फर्म गरेको मैले कलेजको ग्रुपको म्यासेज चाहिँ हेरिनँ कि सिधै सेन्सेकोमा पर्सनल आइडी म गएर म ढिलो हुन्छु भनेर म्यासेज गरेको अनि टिचरले आज बिदा हो मैले ग्रुपमा म्यासेज गरेर चाहिँ हेरेन भनेको थियो अनि पछि बल्ल हेरेको बिदा रहेछ मैले टिचरलाई मैले हेरेको थिएन बल्ल थाहा भयो ल म फर्किन्छु भनेको अनि ल राम्रोसँग फर्केँ भने टिचरले बस चढिसकेको थियो नि त अनि अर्को स्टेसनमा चाहिँ जानुपर्ने भएर म गएँ पैसा लागेन अनि त्यसपछि फर्केँ त्यही भयो त्यो बिहानको कुरा चाहिँ है मैले सेयर गर्नुपर्दा चाहिँ मलाई यहाँ एउटा सेयर गर्न मन लागेको कुरा चाहिँ के हो भने बिहान होइन ट्रेन त चलेन नि त ट्रेन नचलेबाट चाहिँ अब बसको मार्फतबाट पनि मान्छेहरू आफ्नो गन्तव्यमा जानुपर्ने हुन्छ नि त त्यसको लागि चाहिँ बिहान यस्तो राम्रो व्यवस्था थियो कि होइन छक्क परेको कि अब भनौँ कस्तो भने अब नेपालमा के गाह्रो पऱ्यो भने झन् फाइदा उठाउने बानी छ नि त जस्तै अब दसैँ तिहार आउँदछ भाडा बढाउने के गाह्रो पिरो पर्दछ भाडा बढाइदिने फाइदा उठाइदिने त्यो वही छ नि त नेपालमा यहाँ चाहिँ मैले त्यो देखिनँ कि बिहान चाहिँ अब बिहान ट्रेन नचल्ने भइसकेपछि बसहरूको लाइन यति नै थियो कि अब फ्रीमा कि फेरि बस पनि के जस्तै मान्छेहरू लाइन बसिरहेछ बस पनि यति नै आइरहेछ जस्तै एउटा बस भर्यो त्यो गयो होइन फेरि अर्को आयो गयो अर्को आयो गयो जस्तै अब नर्मल बसको टाइम चाहिँ कस्तो हुन्छ भने लगभग 45 मिनट 30 मिनटको ग्यापमा हिँड्छ भने बिहान चाहिँ ग्याप नै थिएन कि मान्छे टन्नै थियो नि त अनि त्यही भएर बस पनि टन्नै आएको थियो फ्रीमै के आफ्नो गन्तव्यमा लगिदिरहेको थियो कि बिहान चाहिँ त्यो कुराले चाहिँ म अलिकति चकित भएँ बिहान चाहिँ के भयो है त अहिले चाहिँ ठुलो पानी परेको कारणले चाहिँ अलिकति गाह्रो भइरहेको छ भनौँ न होइन चाहे ओसाका मात्र होइन कि सबै सिटीहरूमा सेम नै होला जापानभित्र आज दिनभरि यहाँ टक्क पानी नै देखाइरहेको छ त्यही भएर पनि हो होइन अझै अलिकति डेन्जरको कुरा पनि छ होइन अलिकति डर लाग्ने कुराहरू पनि छ नेक्स्ट विकको सन्डेसम्मको चाहिँ देखाइरहेको छ यहाँ होइन अनि सन्डेसम्म पानी छ कि है अनि यो कुराले चाहिँ अलिकति डर पनि छ त्यही हो मैले यो भ्लगबाट भन्न लागेको चाहिँ अरूको देशमा छ होइन हामी सबैजना गाह्रो भइहाल्छ बिस्तारै आफूले आफ्नो केयर गरेर एकदम बस्छौँ सबैजना बाँकी कुरा चाहिँ अब नेक्स्ट कुरा चाहिँ के हो भने ताइफु है ताइफु टक्क यहाँ छ कहाँ गयो यहाँनिर छ होइन ताइफु 7 देखाइरहेको छ क्या यो चाहिँ फेरि रियल न्युज हो क्या टक्क यहाँ त्योभन्दा पहिलाको चाहिँ 4 थियो कि के हो होइन ताइफु 4 नम्बर 4 कि के थियो अनि योपालि चाहिँ 7 छ होइन सायद अब अङ्क त 7 नै ठुलो हो सायद न यो ठुलो हो कि होइन तर पनि कलेजबाट चाहिँ त्यस्तो खासै इन्फर्म चाहिँ छैन है ताइफु चाहिँ अब फ्राइडे 10 बजेबाट सुरु हुन्छ कि जस्तो छ होइन यहाँ त्यही देखिरहेछ यहाँ होइन ओकिनावाबाट सुरु हुने रहेछ यहाँ छ होइन एउटा पोइन्ट होइन अनि म चाहिँ यहाँ छु होइन यहाँ छु
अब टक्क यहाँबाट जान्छ होइन ताइफु चाहिँ लगभग अब यताबाट आयो भने चाहिँ हामीलाई पनि डेन्जर हुन्छ कि होइन अब हावाहुरी पानी हाल्दा परिहाल्छ होइन तै पनि अझै डेन्जर हुनसक्छ कि अब त्यो छ है कुरा चाहिँ अलिकति कतिको रिस्क छ भन्ने कुरो चाहिँ मलाई खासै थाहा छैन तर पनि एज अ पर्सनल आफ्नो आफूले सोचिराख्दा चाहिँ मलाई अलिकति डर चाहिँ लागिरहेको छ अनि म चाहिँ अहिले नयाँ सिटीमा बसिरहेको नि त अनि म पहिला बसेको ठाउँभन्दा अहिले नयाँ ठाउँमा बसिरहेको छु त्यो कारणले चाहिँ अब बेलुका धेरै पानी पऱ्यो भने अथवा भनौँ न गाह्रो भयो भने अवस्था के भइरहेछ भनेर बुझ्न चाहिँ मलाई थाहा छैन कि होइन यो एरियाको चाहिँ के गर्ने कसो गर्ने भनेर त्यसको लागि चाहिँ म बिहान यहाँ सिटी अफिस गएको थिएँ यहाँको सिटी अफिसमा गएर मैले सोधेँ म विदेशी स्टुडेन्ट हो होइन म बाहिरबाट आएर पढिरहेको अहिले जापानिज आज दिनभरि पानी पर्छ भन्दैछ अनि भोलि नै ताइफु आउँछ भन्दैछ अब अलिकति डेन्जर भयो भने यो एरिया डेन्जर भयो भने मैले कहाँबाट चाहिँ सूचना प्राप्त गर्न सकिन्छ भनेर मैले सोधेको त्यो मान्छेलाई त्यो मान्छेले चाहिँ मलाई एउटा वेबसाइट दिएको छ यो एरियाको मेन न्युज चाहिँ यो वेबसाइटबाट आउँछ यो चेक गर्दै गर्नु भन्ने चाहिँ मलाई दिएको छ अनि मैले त्यो वेबसाइटमा लिइरहेको छु है त त्यही भएर अनि तपाईँहरू पनि अब खासै थाहा छैन कुराहरू भने चाहिँ यसो सिटी अफिसतिर गएर बुझ्नुभयो भने चाहिँ राम्रो हुन्छ होला है मेरो विचारमा चाहिँ अलिकति चाहिँ डरै हुने रहेछ कि अरूको देशमा होइन आफ्नो देश भए ट्याकटुक थाहा हुने होइन अब के कहाँ जाँदा के गर्दा ठिक हुन्छ भनेर लगभग थाहा हुन्छ नि त आफ्नो देशमा त सबै कुरा बुझिया हुन्छ त्यो कुरा चाहिँ अलिकति फरक पाएँ मैले यहाँ चाहिँ अब अरूको देश केही पनि खासै थाहा हुँदैन भनौँ न अब यहाँ म यो बिल्डिङमा एक्लै बसिरहेको छु भनौँ न बिल्डिङको कोही पनि थाहा छैन बेलुका के गाह्रो भइहाल्यो भने भागम भन्ने पनि कोही पनि छैन त्यो कुराहरूले चाहिँ अलिकति एक्लो फिल हुने रहेछ त्यही भएर अनि सबै कुरा आफैले बुझिराखेन भने चाहिँ गाह्रो हुनसक्छ भनेर चाहिँ मैले सकेकोसम्म चाहिँ बुझिरहेको छु तपाईँहरू पनि त्यस्तै गर्नु होला त्यही न गाइस ल सबैजना स्टे सेफ है त स्टे हेल्दी बी अपडेटेड हरेक कुराहरूको चाहिँ अपडेट भइराख्नु होला कतै न कतैबाट चाहिँ अब न्युजहरू चाहिँ लिइराख्नु भयो भने चाहिँ राम्रो हुन्छ होला है त्यही नै हो गाइस ल ओके सबैजना टेक केयर है त ओके गाइस अनि जापानमा चाहिँ हिजोबाट चाहिँ पानी परिरहेको छ नि त अनि ओआमे त्यही भएर लास्ट चाहिँ त्यसले एकदम असर गरिरहेको छ कि अहिले यहाँको सेकाचुलाई यहाँको जीवनशैलीलाई होइन यो पछि चाहिँ म जाने ट्रेन आउँछ होइन अब त्यो पनि आउँछ कि आउँदैन फिक्स नै छैन क्या पानी परेको भएर खै म चाहिँ भर्खर काम सकेर आएको सिन इमामियातिर छु है यता थाहा छ होला अनि त्यही नै हो बिहान पनि बल्ल बल्ल आएको काममा अनि आज गएको पनि बिदा भयो काम पानी धेरै परेर अनि मेरो एरियातिर चाहिँ अलिकति डुबानको जोखिम छ अरे क्या अनि नोटिसहरू आइसकेको छ होइन अलिकति सुरक्षित ठाउँतिर जाने यताउता भनेर अनि म चाहिँ लास्टै आत्तिरहेको छु क्या है अब के हुन्छ है हेरौँ अनि त्यो भएर अहिले चाहिँ अब रुम फर्किदियो रुम त जानै पर्ने हुन्छ होइन अब कहाँ गएर बस्ने होइन त्यही नै हो ओके अहिले चाहिँ म फर्किदियो अब के हुन्छ म अपडेट दिँदै गर्छु अनि यहाँ यो साइडमा राखेको यो खोला चाहिँ लास्टै बढिरहेको छ क्या बिहानैबाट होइन अहिले चाहिँ के भयो भन्ने है त्यो खोलाको चाहिँ डर हो मेन चाहिँ फेरि भोलि पनि ताइफु आउँदैछ अनि त्यो कुराहरूको चाहिँ लास्टै ल्याङ्छ कि अहिले अब यहाँको अब जति नै म्यानेजमेन्ट भए पनि अब प्रकृति विपत्तिलाई त कसैले पनि रोक्न सकिँदैन नि त त्यही भएर म पनि लास्ट आत्तिरहेको छु म चाहिँ अति नै आत्तिरहेको छु अघि काम गर्ने ठाउँ पनि जापानिजहरूले भनेर आएको कतिको डेन्जर छ म बस्ने ठाउँतिर भनेको त्यो खोला उर्लिएर आयो भने चाहिँ गाह्रो पर्न सक्छ भन्दै थियो यहाँको मान्छेहरूले पनि त्यही नै हो म चाहिँ लास्टै तनावमा छु काममा पनि त्यही कुरा मात्रै याद आएर झ्याउ लाग्यो ओके बी पोजिटिभ है त पोजिटिभ हो त्यही नै अब मेरो म जाने ट्रेन आयो उही कहाँबाट आउनु हो र 31 भइसक्यो ल म जाने ट्रेन चाहिँ त्यहाँ 26मा देखाइरहेको छ होइन त्यहाँ प्लेटफर्ममा चाहिँ तर यहाँ चाहिँ 31 भइसक्यो आएको छैन अझै एकदम डिले भएर चलिरहेको छ क्या चले पनि त्यही भएर सकेसम्म चाहिँ ट्रेनमा चाहिँ नचढेको राम्रो हो यो टाइममा चाहिँ है त ओके सो गाइस म चाहिँ अहिले मेरो एरियामा आइपुगिसकेँ अनि म केरलिम भनेर हेरेको थिएँ ल केरा त एउटै छैन त बनाउन त के हो यो ताइफुको इफेक्ट हो कि हो यार राम्रो केरलाम भनेको त साँच्चै एउटै छैन त के लाने त यारहरू दुधहरू लगाइराख्नु पऱ्यो म पनि यसो अहिले चाहिँ म सुपर मार्केट छिरेको छु यो देश अब कस्तो कस्तो यारमा कहिले ताइफु भनेको छ कहिले ओआमे भनेको छ बाढी पहिरो भनेको छ निरन्तर है अब आज दिनभरि हिजोबाट आज अहिलेसम्म पानी रोकेको छैन अब भोलि फेरि डबल सुनामी आउँछ भनेर न्युज आइसकेको छ है
एकैचोटि डबल सुनामी आउने रे अब है के हो यार गाईको मासुहरू देख्न सक्नुहुन्छ गाई फ्रेस मिट आज चिकन छ चिकन लाने हो त एउटा लिऊँ न त एउटा सानो लिएर जानु पऱ्यो यार ओके एउटा चिकन लिएँ अब म चाहिँ दुध लान्छु यस्तै छ यता चाहिँ सुपर मार्केटहरू चाहिँ अब के लानु त खै दुध लियो मासु लियो भात छँदैछ के बियरहरू लाने हो कि एउटा दुइटा अब करेन्ट उठाउँ एउटा दुइटा ल छैन यार सबै उठाएको ओए यार ब्रेड पनि एउटा छैन त मा डेन्जर आउनु लाग्यो कि हो भोलि त म त डर पो लाग्यो त यार सामानहरू त सबै रित्ताइदिएको त यार दुइटा किन्नु ल गाई म चाहिँ चेकआउट हानेर निस्किन्छु बाहिरないです大丈夫お金を投入してください。お金を投入してください。お金を投入してください。ください。すみません、お使いいただいてないですか？पैसै चल्दैन बेगेमा レシートをお取りください。ありがとうございます。मेरो पैसै चलेन मेरो पैसै चलेन यहाँ किन हो तर यार चाहिँ मिलाइदियो अब खै मेरो साइकी हो है अहिले चाहिँ टक्क मैले दुधहरू लिएँ मासुहरू अब टक्क जानुपर्ने हुन्छ रुममा है त अब छाता ओढेर हिँड्नुपर्ने हुन्छ साइकल लिएर आएको थियो बिहान यार ट्रेन नचलेर फुत्त फेरि फर्किहाल्ने भनेर ट्रेन चलेर काममा गयो साइकल छोडेर अब साइकल चलाउँदै छाता ओढ्न चाहिँ पाइँदैन क्या यहाँ नियममा द्याट्स द रिजन ए पसल बन्द हुने बेला भइसक्यो रहेछ नि त तर पनि म भित्र छिरेँ क्या अनि त्यही भएर चाहिँ रिसाएको जस्तो पानी कत्रो परेको अझै परिरहेछ यार ल ल ल यस्तै छ गाइस अब त्यही हो म चाहिँ अब रुम पुग्छु रुम पुगेर फेरि हल्का कुराहरू कन्टिन्यू गर्छु ओके बाई बाई गाइस पानी चाहिँ ओभर परिरहेको छ यहाँ अझै पनि कि बिहानैबाट दिक्क छ यार खोला पनि बढेकै छ